फ्ल्यास रहेछ फ्ल्यास वरको दुश्मनहरू खेलौँ भइहाल्यो म यहाँ यसो पुरै क्लासिक क्रेट खोल्न लागिरहेछु कि 285वटा जम्मा गरेछु क्रेट अनि आज बाँकीलाई सेयर अपोलो गाडी कतिमा पर्छ हौ है 20,000 जति जान्छ होला I need a weapon. 15 देखि 20,000 को एभरेज राख न 7,500 को स्पिन रहेछ 6-7 मा आइया झल्टै एयरफोन छुट्याएन यार अब एकचोटि पनि मिस भएन भने त 15,000 सम्ममा त खुल्छ होला एकचोटि मिस हुने बित्तिकै 7.5 को स्पिन छ फेरि त्यस्तो लक त छैन एकचोटि फेरि चेक गरेर त किकले लाग्यो क्या यो आएको छैन नि ऐना राख्नुपर्ने बेला हो क्या त्यो त यिनी अब धेरै दिनुपर्ने क्या दाइ एकैछ मेरो दिन्छ त्यति पनि दिएछ छ त एउटा सोलो देखेँ मैले Watch out! आधारलाई भन्छ क्या हो क्या अन्त यसलाई हेर कोही पुरो हरेको उसमा बिचमा झरेछ पाउनु के भाइ टाउको साउको चाहिँ लाएर है गाह्रो पर्छ फलाउने मेरो भाग के त्यो एक्लै नै आएछ बेकार रनले गर्ने मात्रै हो बेगार यो एउटा मात्रै आएर के हो छ त मागर चोक इधर यो ब्लू बिल्डिङमा Marked a location. सोलो रहेछ यहाँ ग्राउन्ड फ्लोरमा किल्डे नै गर्यो त्यसले उनीहरू कता कता झरेछ हौ त्यता रोड पारि त झरेको छैन नि यसले पाएर खेल्नु हेरेर हान्ने I got supplies. उता फेरि अर्कै टोली खेलिरहेको छ क्या फ्री भाइकोमा फ्री फायर गर्नु राई कहाँ गयो राई खेल्नु खै अफलाइन भएछ आज त्यो अर्को एम्फो निकाल्नु पऱ्यो भने के क्लासिक पनि हान्नु पऱ्यो यो आगोवाला ठिक छ कि त्यो अर्को ठिक छ हौ के यो नाम पनि ब्लूको ब्लूवाला कुन चाहिँ त दुईवटा एम्फो छ नि केही लाग्यो मलाई चाहिँ ठिकै ठिकै अर्को के त्यो अर्को के हो नाम यार बाघवाला के रिटर्नवाला छ नि एम्फो आगोसँगै त्यो पनि राम्रै छ त्यो ठिक हो कि आगोवाला ठिक हो
मलाई त बबाल त डर लाग्छ त्यो आगोवाला अब नयाँ आगोवाला ठिक हो नत्र जस्तो त्यो आउनु नगरी कस्तो हाइप दिएछ त्यस्तो त मलाई पनि लागेन खतरै आउँछ क्या जस्तो लाग्छ म पनि त्यही भएर त दोधारमा परेँ उसो है कब्जा I got supplies. नेकको साथमा Watch out. के छ हामीसँग गड्डी ओए कन्टेनरमा इनेमी छ क्या हो यार छ वेयर हाउसमा हेर त उल्टै मलाई पो देखिसकेको रहेछ मेरै अगाडि एउटा Attack the mark. यसले भेट्यो मेरो मैले पनि भेटेँ तपाईँ उता नजाने है यो पनि जान्छ गएन रन मात्रै बमले हालेको कस्तो कुत्रिया खेर लास्टै लो छ यार त्यो कस्तो नढलेको के भन्दा है आयो मेरो अब आयो यसको टिममेट आइसक्यो है मसँग फेरि नेट नभएर लास्ट वान टावर त छोड गिभ अप दिएको थियो कि दुनिया त ए लामो त यो बगीको त टायरै फोड्दै रहेछ लामो त चल्यो अडी गाडी छैन बाइक छ ग्यारेजमा बाइक छ Someone has been here. किन अड्केको प्रोब्लम उसको रहेछ म त उसको रहेछ उसलाई पछाडि नि Help. म भएको सक्यो बोल कहाँ कसो फसा बोल नाइस कतिजना छ त्यहाँ Marked an open door. छ टर्निङ यो घरमा पनि छ देख्छ Watch out. म यता नगयो त्यहाँ रिकल साइडबाट हेर्नु कुन यहाँ Marked a त्यो location. अगाडिको रिकल त्यहाँ हेर्दै है त म गएँ त्यहाँ अर्को गयो यार नेटको छैन रहेछ मसँग फेरि रहेछ ए राणीको भन्ने फसलले मलाई एउटा नखानु त 3x झरेछ हौ मेरो फेरिमा नक्छ दाइ यसबाट आउँछ नाइस उठाइसके उठाउन
आयो अर्को रन्डीको छोराहरू आयो भाइ आउँदैछ हेर है तिमीतिर राख एकजना कति हेर्छ त सक्छ दुईटा ओइ मादर त उताबाट देख्दैन एङ्गल भाइ Attack the mark. लेफ्टको लेफ्टमा लेफ्टमा रहेछ Attack the mark. हेरिरहेछ तँ कस्तो 3x झरेछ मेरो Help! Watch out! कस्तो पनि रहेछ नि त्यो कुकडामा एङ्गल हिँड आएर चाहिँ ओपनमा परेछ नि त हेर्नु नि त्यसले Attack कस्तो the पिक mark. दिइरहेको हेर्नु त त्यहीँ छ त्यो अझै तलको हेर्नुहोस् मेरो उतापट्टिको कता हेरेको तैँले हेर्न ठुक्क मुला झरे भाइ Help! ओ बुई रन मतीले त झरेर ओपनबाट हान्दियो यार तर त्यसले पनि खाएको छ अबे आयो बम हान्नेवाला यसले अब बम ताके म भागिहाल्छु औडी जान अझै हटा इला दुईजनाले मरे कति भेटेको ग्रेनेडले त्यसले भित्र चाहिँ हान्यो क्या गयो त्यो थाहा छ रन मतीले मरिसक्यो त खुत्तिया छ क्या मैले ग्रेनेड चाहिँ बाहिर हानेको भित्र पनि भेटिदिरहेको कि हामीले भित्र छिरिसकेको त हेरेर बल लगाएर भागेको त हिजोले वान को हानिसकेको दुईजना छ थियो यो सुन को यो ओपन भएपछि त मारिहाल्छ गर्न त ल भाइ म निस्केँ ल मे अब हेर्नु त एक किली हान्न पाएन कि मलाई त पुलिस ए ढुडा जस्तो भएको छ म निस्केँ ल भाइ अहिले आउँछु यार ल हुन्छ त ल ओके हाम्रो क्रेट खोल्नु पर्ने छ आज यो पनि 7वटा छ टोकनमा छ यसको चाहिँ मसँग यो सेट सबै छ क्या मैले यो एम्फो भनेको यो एम्फो लिनु कि यो एम्फो लिनु भन्ने कुरा हो क्या मलाई यही नै मन पर्छ इमोलेसन यसको फेरि मसँग यो छ यो सब छ क्या रेड डट एट्याचमेन्टहरू यो फ्ल्यास हाइडर यो थम्ब ग्रिप होला यो के हो स्टक के हो लेजरदेखि लिएर यसको एउटा 3x मात्र लिनुपर्छ मैले त्यही भएर यही एम्फो लिने फर्स्ट अफ अल चाहिँ यो झारिदिउँ है यो पर्यो भने क्लास यहाँबाट 5वटा कलेक्ट गरेर कहाँ हो यो अपडेटले के हो के आइरहेछ
स्टार्ट गरौँ है के लाग्छ भाइ आउँछ मलाई ग्लासियर आज यो चाहिएको मलाई भन त केटा हो चराक गरोस् न कार 98 ग्लासियर झरे के हो यार यसपालि पनि दिएन नियरली 300 वटा बनाएको छु त क्लासिक क्रेट अनि एम्फोको लागि देऊ न हो देऊ सिल्भर फ्ल्याग चाहिँदैन हो दिएन युसी हान्नु युसी हानेर झन् कहाँ सक्छ हो रिक्स लिनु हुँदैन भाइ खै झन्डै 1 वर्ष लाग्यो होला हौ मैले क्रेटै खोलेको छैन त्यतिकै जम्मा गरेर खेलेको बेला डेली त कहाँ कलेक्ट गर्नु कोही कमन त्यही हो सकिन आँटिसक्यो क्या हो यार त जिन्दगीमा नदिनु भयो हेलो ओ माई गड कतिवटा खोलिसक्यो जस्तो छ के दिए यस्तो टाइट अलिक ट्र्याक गर्नु पर्छ साउन्ड आउँछ यतोटी पनि नो वे कतिवटा बाँकी छ हौ नन खोलिरहेको पर खै त हौ जाम जाउँ अब ढानिदिन्थ्यो भनेको के हो यो Come on, man. क्रेट सकिसक्यो झुकेर पनि आउँदैन त यार ग्लासियर सकेन क्रेट यार 99 290 को
कता गयो खोइ अब यार त नगर्ने यार यस्तोहरू झन् भयो अब चाहिँ म काटेर फेरि चालीसवटा रहेछ अब 4 चोटि यार कहाँ गयो खो यार यसो चुज गर्न पनि नपाउने यार रुनु बनायो पर्दिले रुनु बनायो मलाई क्ल्यासियर दिएन यार यत्रो खोल्दा पनि नदिएको यार झुकेर दिएन हौ ग्लासियर यार त आरपीमा पोइन्ट प्लस हुँदो रहेछ यार यहाँबाट पनि सक्यो दिस इज द लास्ट चाहिँ 90वटा क्लासिक एउटा एम्पो परेन द्याट वाज नट नाइस ओ माई गड थाकेँ म त यार पर्छ कि भनेको परेन एउटा यो अग्धरी त परेन अनि ए हेलमेट परेछ के हो यो स्नेकवाला हेलमेट अनि यो कपाल परेको ओ माई गुडनेस I hate you PUBG I hate you अझै आस्छ यार एकचोटि फेरि हान्दिनु पऱ्यो गरिदिइहाल्छु Come on oh ब्याग दिएछ झसँगै बनाइदियो म त यार के पऱ्यो के यस्तो नट ब्याड फेरि जम्मा गरिन्छ अनि खोलिन्छ नखोल्ने रहेछ अब हामी जान्छौँ यता आफ्नो अङ्कतिर कुन निकाल्नु यार यसमा कडा हो यो आगोवाला ठिक छ कि यो वाला ठिक छ भन्ने कुरा हो म त यही लिइदिन्छु आगोवालामा फेरि होलो मात्र परिरहेछ होलोग्राफी 3x र रेड डट 25 12 मैले यही दिइदिएँ आँखा त्यसो भए सेल हान्दिएर त्यसो भए आँखालाई यो आँखाको लागि 4x छँदैछ यो के हो एक्सटेन्डेड क्विक ड्र रेड डट पनि छ यो 3x हैन 3x यसलाई के रिडिङ गर्ने कताबाट हो यहाँबाट हैन यो एउटा बराबर 50 वटा आउँछ नि
दुईटा बराबर 100 वटा के हो कता चाहिँ हो उल्टो हो कि के हो पुरै बुझिन भने कताबाट रिडिङ गर्ने हो दुईटा हैन एउटा चाहिँ 50 वटा हाँ के लिने रे एक्सटेन्डेड क्विक ड्र हैन त एक्सटेन्डेड क्विक ड्र म्याप यो हैन त एक्सटेन्डेड क्विक ड्र हेरेर लिनुपर्छ यार भरे एउटा मिस्टेक भयो ग्रेनेड लिनु र के गर्नु हौ ग्रेनेड त नलिउँ होला हौ यसलाई पहिला यो चाहिँ लिइहालौँ पहिला खै गाडी आउँछ भन्ने सुनेको मैले यसमा हो मिराडो फाइदा हुने थियो यो तीनटा लिइराख्नु पर्यो तीनटा त्यसो राखिराख्नु मैले यहाँबाट मेटेरियल चाहिँ यहाँबाट लिने भनिरहेको थिएँ क्या कहाँ के त्यही भएर यसबाट यहाँ तीनटा मेटेरियल लिने भनेको तीनटा मेटेरियल यहाँ आयो कतिवटा भयो मेटेरियल तीनटा मेटेरियल त्यहाँ भयो हैन कता हुन्छ अर्को छोटावाला मटेरियल हाम्रो पुग्नु पर्ने हो 19 वटा भएपछि एउटा कहाँबाट पाउँछ यो तीनटा भनेपछि 4टा रहेछ 4 6 वटा ए त्यसले एउटा लियो भने 7 वटा मेटेरियल हुने रहेछ मैले यो लिइनँ मलाई अलि मन परेन हो यो अगाडि जुन आउँदा फेरि हाइप थियो नि त्यस्तो लागेन कि आइसकेपछि चाहिँ यो एम्पो यस्तो बवाल देखाउँछ है गेममा अलि मन परेन कि खै देखाउने अर्को मसँग भएको एम्पो चाहिँ मलाई सब मन परेको त यो हो नि यो पनि मैले कतिको बनाएको छु नदेखेको रहेछ यो अनि के छ यो त म्याक्स भइसक्यो मेरो यो एम्पी ए त मेरो एम्पो नै देखाएन हौ मेरो त्यो टेक्नो कोर भन्ने एम्पो छ म्याक्स भइसक्यो त्यो पनि यो यो त एकदम सरी यो म्याक्स हो काउन्टर फिनिसको लागि चाहिँ 8 को चाहिने रहेछ यो 7 वाला हो त्यही भएर यो अर्को एम्पो लिएको ग्लेसियर पर्छ कि भनेर 300 वटा क्रेड राखेको एउटै परेन हो 300 वटामा पनि अब यसलाई अपडेट गर्ने हो यसलाई दुईटा मटेरियलले यहाँ हुँदो रहेछ हैन दुईटा मटेरियलले यो हैन अनि यहाँबाट यसमा जानलाई 3टा चाहिने रहेछ एडभान्स फर्ममा अनि यहाँको लागि 4 वटा भनेपछि 4 3 7 वटा चाहियो मलाई 4 3 7 वटा मेटेरियल भनेपछि 2 त्यसले 1 3 अनि अर्को के छ यहाँबाट 2 अलि नपुग्ने रहेछ मेटेरियल किन्नै पर्ने रहेछ यार ए यहाँबाट नि किन्न मिल्छ त के हो यो यताबाट मिल्छ नि त यहाँबाट होइन त धेरै बनाउने हो क्या होइन किन खर्च गर्नु भन्ने कुरा हो दुईटा आइगयो यसले पनि यो कति लेभलको भयो कहाँ गयो नयाँ एम्पो केटाहरूलाई यसो नयाँ एम्पो देखाउनु पऱ्यो नि अब यो भयो 3 भयो होइन अब यहाँ आफ्नो सम्पत्ति त लगाएर राख्नु पर्यो के छ 3x हो फेरि 4x राख्ने 4x राखिदिउँ न सबै छ हो एक्सटेन्डेड पनि छ यो एन्ड खतरा भयो नि अब यो इलिमिनेसन आउनको लागि 3टा मटेरियल अरू चाहियो होइन एउटा त छ
भनेपछि अहिले यहाँबाट मैले लिने भए मटेरियल एउटा यो यहाँ छ त यो अब 2-3 दिनपछि खुलिहाल्छ भइहाल्छ त्यो पनि यसरी चाहिँ गाडी आएन भने खासमा चाहिँ मिराडो आउँदैछ भन्दै थियो अहिले पनि यो कुपनहरू मैले अगाडिको त्यो ड्रेसको लागि राखेको थियो त्यो केटीको ड्रेसहरू आएको थिएन त्यो एउटा क्यारेक्टर लिनु पऱ्यो भनेर खै मनै परेन हौ पछि यो लिनु पऱ्यो भने सबैले लिइसक्यो हुन्छ नि त्यो भित्रैबाट भाइब्स नै आउँदैन क्या अब यो एम्पो पनि सुरुमा आगोवाला लिनलाई राखेको मैले 5-6वटा जम्मा गरेर त्यो 3-6वटा त मैले राखेको पछि खै कस्तो अब के भन्ने भाइब्स आउनै परेन सबैले देखेर क्या सबैले होइन कि सबैको यो ग्रेनेड पनि लिइदिएँ मैले अनि यहाँबाट अब यसलाई ग्रेनेड लिएँ होइन अनि त्यहाँबाट यो लिइदिनु पऱ्यो एउटा अरू केही त छैन काम लाग्ने अब यस्तो इमोटहरू के लिइरहनु अब 14वटाको के लिने यो पनि आउने रहेछ 2टा अझै के हो यो भर्टिकल आउँदा चाहिँ कस्तो देख्छ एकचोटि हेर्नु पऱ्यो यार भर्टिकल आज भोलिपल्ट भर्टिकल लाएर खेल्नै झ्याउ लाग्छ लङ रेन्जमा यो भन्दा भर्टिकल ठिक छ भर्टिकल म अफलाइन हुन्छ अब मेरो सस्तोवाला सोरुम छ ल अफलाइन भगौँ